वटा नगरपालिकाले वन भइसकेका मान्छेलाई कीर्तिपुरमा एमओयू गरेका छन्। 1 रुपियाँ दाम तिर्नु पर्दैन। हाम्रो मेरेसिपी पानी महानगरपालिका जाने बाटो पानी त त्यो एउटा साँचो राखेर ब्लक गरेर यतापट्टि हात्तीगढासम्म चाहिँ यो हात्तीगढासम्म पनि यो मेरेसिपी पानी चाहिँ उपलब्ध भयो। आजभन्दा 8-10 वर्ष अगाडि यही न्युरोदेखि यो भेटघाटचोकसम्म जाने बाटोमा सेतुसका लाज जानु पर्थ्यो अनि पुरै हिलो भएर अनि एकदम गाह्रोसँग जानु पर्थ्यो अनि बसहरू पनि नआउने। अनि अहिले यहाँहरू जनप्रतिनिधि भइराख्दाखेरि यतिको समयपछि चाहिँ हामीले यहाँ बाटो पनि पिच भएको देखेका छौँ एवं बत्तीहरू राखिदिनु भएर एकदम यो टोलको अलिकति सामाजिक सुरक्षाहरूको दृष्टिकोणले पनि राम्रै काम भएको देखेको छु। यतापट्टि गफ छोड्ने कामहरू पनि भएको देखेको छु। जो हजुरहरूको कामप्रति म सन्तुष्ट नै देखिन्छु, तर आगामी दिनहरूमा अझै राम्रो गरिदिनु हुनेछ भन्ने आशा छ। हामी कहाँ छौँ र हाम्रो एजेन्डा के हो? विकासका कार्यक्रम भन्दा नि अब पोलिसीमा जाने उहाँ जस्तो लिडर नेताले अब यो सानो मसिनो कुराहरू त छँदैछन् गर्नुभएको ठुलो योगदान छ। थुप्रै कामहरू भएका छन् गर्नुहुन्छ उहाँको पहुँचबाट उहाँको मार्फतबाट यहाँबाट कनेक्टिभिटी भएको कारणले गर्दा थुप्रै कामहरू भएका छन्। पहिला चाहिँ यहाँ घरमा जाँदा पनि खुट्टामा धुलो लगाएर जानु पर्थ्यो पनि बर्खामा चाहिँ धेरै लागेको छ। त्यो अवस्था चाहिँ अहिले हाम्रो जग्गामा प्रायः चाहिँ लगभग 60 जस्तो छ र त्यो हिसाबले बाटोघाटो यावत कुराहरू बढाएको हिसाबले त्यो ठिकै छ। अब त्यसरी गएर यो पालिका प्रदेशको हिसाबले विकास निर्माणको कामहरू गर्दाखेरि वेल चाहिँ नहोस् र आवश्यकता के हो, आवश्यकताको पहिचान गर्नु, त्यसपछि प्राथमिकता के हो। पाइपलाइन जस्तो लाग्ने मलाई बाटो एउटा अहिले कुमारी ब्याङ्कबाट भित्र छिरेर धापाजी जाने बाटो, अनि त्यस पछाडि स्पेसलबाट भित्र हाम्रो वडा कार्यालय जाने बाटो, त्यस पछाडि हाम्रो हात्तीगढाबाट टोखा जाने बाटो, अझ माथि गइसकेपछि हाम्रो माथिको उसको चोको भित्रबाट यी 5वटा बाटा मुख्य बाटा हुन् मैले जानेको। यी 5वटा बाटा ईश्वर पोखरेलले जित्नुभन्दा अगाडि बनेका पनि होइनन्, जितिसकेर अर्कोले उहाँले हारेपछि अर्काले जितेर बनाएको पनि होइन, उहाँकै कार्यकालमा बनेका यी बाटाहरू एकदम छातीमा हात राखेर हामीले स्वीकार्नुपर्छ। उहाँले निर्वाचन हारेर अर्कोले निर्वाचन जितेपछि वास्तवमा हाम्रो वडामा त्यस्तो देख्ने खालको विकास निर्माण काम केही भयो मलाई लाग्यो। त्यो रियल भनेको मैले, किन म पनि यहाँ पनि 20 वर्ष भएको छु। यो वडामा भूमिगत विकासमा हामी प्रगति गरिरहेका छौँ, आशावादी छौँ। आउने दिनमा बाँकी कुराहरू हुनेछ भन्ने हिसाबले हामीले रचनात्मक ढङ्गले कुरा गर्नुपर्छ। त्यसको लागि सन्तुष्टि भएको विकास निर्माण गरेर वडाले वडाको तन्त्र हुनेछ, पालिकाको तन्त्र गर्ने कुरा पालिकाले गर्नेछ। वडा र पालिकाले गर्न नसकेको ती सम्पूर्ण कुराहरू प्रक्रियासम्म ढङ्गले आउँ त्यसलाई पुरा गर्ने दिशामा अघि लिन चाहन्छु। यो कुनै चुनावको बेलामा आश्वासन दिएर भनेको होइन कि गर्नुपर्ने कर्तव्य त्यही हो, गर्नुपर्ने काम त्यही हो, त्यो काम गरिन्छ हुन्छ। तर के गर्नुपर्ने भन्ने कुरा चाहिँ व्यवस्थित म यहीँको बासिन्दा, कहाँ जन्मेका हुर्के त म यहीँ बासिन्दा भएको, म यहीँको बासिन्दा भएको, यही क्षेत्रमा बासिन्दा भएको 35 कि 40 वर्ष भइसक्यो। म हिजो प्रतिनिधिको सिलसिला नचल्दा पनि कामको सिलसिलामा यहीँ बसेँ, यही क्षेत्रमा बसेँ। पछि प्रतिस्पर्धा गर्न राजनीतिमा आउँदा पनि यहीँ रहेँ। त्यस कारणले मेरो यदि लामो एसोसिएसन
म चाहिँ मर्दा पर्दाको व्यक्ति भन्छु। तपाईँहरूसित मेरो सम्बन्ध भनेको राजनीतिक सम्बन्ध मात्रै होइन, सामाजिक सम्बन्ध पनि। यो सामाजिक सम्बन्धलाई अगाडि बढाउनको लागि म तपाईँहरूसित सधैँभरि साथमा रहन्छु। यो चाहिँ म चाहन्छु। यो अवस्थामा म कहीँ कतै अन्तै फेरि यसो उसो गर्न सक्दैन। मेरो भाषा यही हो, यहीँको बासिन्दा हो, यहीँका स्वतन्त्रता एमाले गर्छ कि एमाले मुख्यतः म 4-5 वटा काम गर्न चाहन्छु। एमाले एक नम्बरमा गर्ने कुरा, एमाले एक नम्बर गर्ने कुरा राष्ट्र हितको सम्बन्धमा देशको हित, राष्ट्रको हित, देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता, स्वाभिमानको पक्षमा एमाले जहिले पनि हुनेछ। एमाले यसमा कहिले पनि सुलह सम्झौता गर्दैन, चाहे जुनसुकै बेलामा होस्। तपाईँहरूलाई एउटा कुरा बताउँछु, मनमोहन अधिकारी कुनै बेला यही क्षेत्रमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा म उहाँको प्रमुख राजनीतिक सल्लाहकार। मनमोहन अधिकारी नै त्यो प्रधानमन्त्री हो जसले भारतसित भएको 1950 को असमान सन्धिको बारेमा आफ्नो समकक्षसित इन्डिया गरेर ठाडो पार्यो। यो 1950 को सन्धि पुनरावलोकन गर्नुपर्छ। दुई देशको मित्रतालाई राम्रो बनाउने हो भने 1950 को सन्धि पुनरावलोकन गर्नुपर्छ। भारतीय समकक्षीले उहाँले उठाएको कुरालाई नाइ भन्न सकेन। प्रतिनिधिको नाताले म तपाईँहरूसित वचन दिन चाहन्छु, राष्ट्रियताको हितमा, देशको हितमा, स्वाधीनता, स्वाभिमान, स्वतन्त्रता, अखण्डताको पक्षमा दृढतापूर्वक बोलिने काम त्यसमा हामी कहिले चिजमा हामी कहिले तलमाथि हुँदैन। तपाईँ भन्नुहोस्, यही देशमा पोलिटिकल पार्टीको झन्डा बोकेर आउनेहरू जाति जातिको बिचमा लडाइँ लडाउनेहरू छन्, धर्म धर्मको बिचमा काटमाड गराउनेहरू छन्, क्षेत्र क्षेत्रको बिचमा मधेस पहाड भनेर अनेक ढङ्गले गर्नेहरू छन्। हो, एमाले त्यसको विरुद्ध छ। यो दृढतापूर्वक बुझ्छ। यो देशको हितमा एमाले दृढतापूर्वक भन्छ। दोस्रो कुरा तेस्रो कुरा भनेको एमाले म कुन पक्षमा उभिन्छु भन्ने, एमाले कुन पक्षमा उभिन्छ भन्ने कुरा बताउन चाहन्छु। देश विकासको लागि नयाँ नयाँ कुराहरू नगरिकन हुँदैन, विकास निर्माणका नयाँ अभियान चलाइँदैन भनेर हामीले जुन सुरु गरेका छौँ, पूर्व पश्चिम राजमार्ग विस्तार गर्ने कुरा, मध्य पहाडी रेलमार्ग बनाउने कुरा, मदन भण्डारी राजमार्ग बनाउने कुरा, उत्तर दक्षिणका राजमार्गहरू बनाउने कुरा, यो सबै कुरा किन गरेको त भन्दा देश विकास हुनु। यो पूर्व पश्चिम राजमार्गबाट दक्षिणतिर तराई मधेसका 20 वटा जिल्लामा जोड्ने 4 लेनको 6 लेनको बाटो निर्माण गर्ने कुरा, यी सबै कुराहरू एक दिनमा 316 वटा अस्पतालको शिलान्यास गरेर काम सुरु गर्ने कुरा, विकास निर्माणमा 7 वटा प्रदेशमा विशाल औद्योगिक क्षेत्रहरू निर्माण गर्ने कुरा। अबको आशामा त्यो त पुरा हो, तर के भयो त भन्दाखेरि सेवा प्रवाह कमजोर भयो। सेवा प्रवाह कमजोर भयो, जनताले पाउने कुरा, सेवा पाउने कुरा, जस्तो अदालतमा गयो जनताले सेवा पाउने समस्या, अस्पतालमा गयो उपचार पाउने समस्या, छोराछोरी भाइ बहिनीहरू पढाउनु पऱ्यो, शिक्षा क्षेत्रमा समस्या। अब यसकाले कुराले गर्दाखेरि असन्तुष्टि, यो अहिले असन्तुष्टि बन्नु पछाडिको कारण यही हो। मान्छेले आउने दिनमा शिक्षालाई सहज र सुलभ बनाउने, स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने, उत्पादन बढाउने कुरामा जोड दिने, उत्पादन बढाएपछि रोजगारीको कुरामा जोड दिने र अनियमितता र व्यतिथि छन् भने त्यसमाथि कडा शक्तिका साथ प्रस्तुत हो। यो काम गर्नुपर्छ। हामी आउने दिनमा हामीले गर्ने यही हो। यो चिजको प्रारम्भ चाहिँ म तपाईँलाई भन्न चाहन्छु। अब केही दिनभित्र जारी हुने हाम्रो घोषणा पत्रमा